कन्टेन्ट क्रिएसन र एआई वाट अ डेडली कम्बिनेसन राइट। म तपाईलाई केही कुरा देखाउन चाहन्छु। आई एम अन माई कम्प्युटर स्क्रिन। यो युट्युब भिडियोको लिङ्क मैले कपी गरेँ। आई कपिड द लिङ्क र जेमिनाईमा आएर मैले यहाँ एउटा एजेन्ट रेडी गरेको छु, स्क्रिप्ट पिडिएफ फ्याक्ट्री। यहाँ मैले त्यो लिङ्क पेस्ट गरेँ एन्ड इन्टर एन्ड बुम, हेयर इज द म्याजिक। यो भिडियोमा जति पनि कुरा बताइएको थियो यसले यहाँ मलाई एक्ज्याक्टली मैले चाहेको स्टाइलमा एउटा स्क्रिप्ट रेडी गरेर दिएको छ। एन्ड द टाइटल इटसेल्फ यु क्यान सी 5 लाइन ब्लुप्रिन्ट फर एफर्टलेस स्टोरी टेलिङ। यहाँ जो टाइटल छ त्यो टाइटललाई यसले चेन्ज गरेर मैले चाहेको हिसाबले यसले डिजाइन गरेको छ। आई क्यान गो बिलो हेयर एन्ड आई विल राइट हेयर नाउ जेनेरेट पिडिएफ इन्टर एन्ड हेयर अगेन। यसले मलाई एक्ज्याक्टली एउटा पिडिएफ फाइल बनाएर मलाई दिएको छ, एउटा कम्प्लिट स्क्रिप्टको फाइल यहाँ रेडी छ। मैले यसलाई डाउनलोड गर्न सक्छु यहाँबाट। बुम, आई क्यान युज दिस फाइल एज अ स्क्रिप्ट फर माई भिडियो। म तपाईलाई अब अर्को कुरा देखाउँछु। जेमिनाई भित्र मैले अर्को एउटा एजेन्ट रेडी गरेको छु, थम्बनेल आर्किटेक्ट, जसले मलाई थम्बनेल रेडी गरेर दिन्छ। आई डोन्ट निड टु एक्सप्लेन एनिथिङ। मैले मेरो फोटो दिन पनि जरुरी छैन। स्टोरी टेलिङको विषयमा स्क्रिप्ट छ, सो आई विल राइट लाइक कन्फिडेन्ट लुक भएको मलाई एउटा थम्बनेल चाहियो, राइट? कन्फिडेन्ट थम्बनेल एन्ड इन्टर। नाउ हेयर इज द रिजल्ट। कस्तो प्रकारको थम्बनेल बनाउँदैछ भनेर यसले मलाई एक्सप्लेन गरेको छ यहाँ। इफ आई वान्ट एनिथिङ आई क्यान चेन्ज हेयर, बट डाइरेक्टली म यहाँ लेख्छु क्रिएट अ थम्बनेल देन इन्टर एन्ड नाउ हेयर इज द रिजल्ट। थम्बनेलको निम्ति एक्ज्याक्ट मेरो फेसलाई कम्प्लिट रेप्लिकेट गरेर यसले एउटा थम्बनेल दिएको छ। यो थम्बनेललाई तपाईले ध्यानसँग हेर्नुभयो भने यसले लेफ्ट साइडमा यहाँ एम्प्टी स्पेस छोडेको छ। कम्प्लिट रूपमा पहिले इन्स्ट्रक्सन दिएको थिएँ जब मैले यो एजेन्ट रेडी गर्दै थिएँ। लेफ्ट साइडमा मलाई ब्ल्याङ्क स्पेस चाहियो, त्यहाँ म पछि आफूले चाहेको टेक्स्ट एड गर्छु। मैले यो थम्बनेललाई यहाँबाट डाउनलोड गर्न सक्छु एन्ड आई क्यान युज इट। अझ एउटा इन्ट्रेस्टिङ कुरा म तपाईलाई देखाउँछु है त। अघि जो स्क्रिप्ट थियो यो स्क्रिप्टलाई मैले कपी गर्छु यहाँ तलबाट। आई विल कपी द स्क्रिप्ट। अझ एउटा एजेन्ट मैले बनाएको छु इन्फोग्राफिक भनेर, यहाँ यसलाई मैले यहाँ पेस्ट गरिदिन्छु एन्ड इन्टर। यो स्क्रिप्टलाई समराइज गरेर केही बुँदाहरू यसले यहाँ दिएको छ। यहाँ मैले टाइप गर्छु नाउ जेनेरेट इन्फोग्राफिक एन्ड इन्टर। इन्फोग्राफिकको कोड यसले रेडी गरेको छ। अब म वान मोर टाइम लेख्छु जेनेरेट इन्फोग्राफिक एन्ड इन्टर एन्ड हेयर इज द रिजल्ट। रिजल्ट आइसकेको छ। भिडियो स्टोरी टेलिङको निम्ति 5 इजी लाइन ब्लुप्रिन्ट भनेर यसले एउटा इन्फोग्राफिक रेडी गरेको छ। अब यो इन्फोग्राफिकलाई मैले यहाँबाट डाउनलोड गरेर सोशल मिडियामा पोस्टको रूपमा युज गर्न सक्छु, राइट? बुम, स्क्रिप्ट रेडी भयो, थम्बनेल रेडी भयो, पोस्ट रेडी भयो। कन्टेन्ट क्रिएसन एआई को हेल्पबाट इट इज रियली म्याजिक एन्ड इट इज रियली फास्ट। यदि तपाईँ पनि कन्टेन्ट क्रिएसन गर्दै हुनुहुन्छ र स्क्रिप्ट लेख्नको निम्ति, थम्बनेल डिजाइन गर्नको निम्ति, पोस्ट रेडी गर्नको निम्ति तपाईले म्यासिभ टाइम दिइराख्नु भएको छ, एकदम बोरिङ फिल हुन्छ भने दिस इज द मेथड यु हेभ टु फलो। कन्टेन्ट क्रिएसनको बिगिनिङ फेजमा जब हामीले कन्टेन्ट क्रिएसनको निम्ति कन्टेन्टहरू, आइडियाहरू खोजिरहेका हुन्छौँ, युट्युबमा स्क्रोल गर्ने क्रममा हामीले धेरै कन्टेन्ट क्रिएसन जो पहिलेदेखि क्रिएट गरेर राखेका छन् भिडियोहरू, हामीलाई मनपर्छ, यस्तै खालको भिडियो हामी बनाउन चाहन्छौँ। बट द प्रब्लम इज राइटिङ अ स्क्रिप्ट लेख्न एकदम टाइम लाग्छ। त्यो भिडियोलाई कम्प्लिट हेरेर अनि आफ्नो हिसाबले स्क्रिप्ट लेख्न थाल्यो भने इट्स गन टेक म्यासिभ टाइम। समटाइम वाट ह्यापन इज म 1 घन्टा 1.5 घन्टाको पोडकास्ट हेरिरहेको हुन्छु र पोडकास्टमा बताइएको कुरा आई लाइक इट, ओके। द प्रब्लम हेयर इज एउटा पोडकास्टलाई कम्प्लिट रूपमा कम्प्लिट गर्नको निम्ति इट विल टेक 1, 2, 3 आवर। तर अहिले म के गर्छु भन्दाखेरि जो मैले तपाईलाई अघि देखाएँ, कुनै पनि पोडकास्ट जो मलाई मन पर्यो भने त्यसको लिङ्क म कपी गर्छु र त्यो एआई एजेन्टमा पेस्ट गरिदिन्छु जो मैले जेनेरेट गरेर राखेको छु। यसले त्यो पोडकास्टमा बताएका सबै कुरालाई समराइज गरेर एउटा स्क्रिप्ट जस्तो रेडी गरेर मलाई दिन्छ। एन्ड इफ आई वान्ट द्याट आई क्यान डाइरेक्टली सुट भिडियो, ओके। यदि तपाईलाई पनि बिगिनिङमा कन्टेन्ट क्रिएसन बिगिनिङ गर्दै गर्दाखेरि यस्ता खालका समस्या तपाईले फेस गर्नुहुन्छ भने दिस इज द राइट मेथड यु क्यान फलो। र आज म तपाईलाई त्यो कुरा बेसिक लेभलदेखि बताउने छु। हुन त पहिले पनि यसको विषयमा भिडियो बनाएर मैले अपलोड गरिसकेको छु, तपाईले हेर्नुभएको छैन भने स्टिल नाउ दिस इज द फ्रेश स्टार्ट फर यु। आई एम अन माई कम्प्युटर स्क्रिन। म क्रोम ब्राउजरको युज गरेर जेमिनाईको इन्टरफेस यहाँ खोलेको छु। यो गुगल जेमिनाईलाई कसरी युज गर्ने भन्ने विषयमा मैले 1 आवरको भिडियो कोर्स रेडी गरेर अपलोड गरिसकेको छु, जेमिनाई गाइडलाइन भनेर। तपाईले त्यहाँ गएर यसको विषयमा कम्प्लिट भिडियो हेर्न सक्नुहुन्छ र कसरी जेमिनाईले वर्क गर्छ भन्ने विषयमा तपाईले बुझ्न सक्नुहुन्छ। त्यही कारणले यो भिडियोमा मैले जस्ट ओभरभ्यू एकदम फास्ट र्यापिडली म जानेछु। केही कुरा कन्फ्युज हुन्छ भने यु गो ब्याक टु द्याट भिडियो एन्ड चेक आउट गर्न सक्नुहुन्छ है त। लेफ्ट साइडमा यहाँ क्लिक गरे कर्नरमा यहाँ तपाईले देख्न सक्नुहुन्छ एउटा अप्सन छ जेम। जेम अप्सनमा क्लिक गर्न साथ तपाईले यहाँ धेरै जेम्सहरू देख्न सक्नुहुन्छ जो पहिले नै गुगलले हाम्रो निम्ति रेडी गरेर राखेको छ। जेम के हो भन्ने विषयमा पनि तपाईले जान्न चाहनुहुन्छ भने अलरेडी भिडियो इज देयर, सो आई विल नट स्पेन्ड मोर टाइम हेयर, ओके।
मैले आफ्नो धेरै जेमहरू रेडी गरेको छु स्क्रिप्ट राइटिङ गर्नको निम्ति, थम्बनेल बनाउनको निम्ति, इन्फोग्राफिक गर्नको निम्ति, इभन प्रम्प्ट इन्जिनियर भनेर मैले एउटा जेम एजेन्ट रेडी गरेको छु। लाइक मोस्ट अफ द टाइम जब मैले अरू कन्टेन्ट क्रिएटरको भिडियो हेरिरहेको हुन्छु एआई को विषयमा लिएर, उनीहरूले जो रिजल्ट पाइरहेको हुन्छन् नि, के प्रम्प्ट युज गरे होला भनेर म अलिकति कन्फ्युज हुने गर्थेँ पहिला। त्यसको निम्ति मैले यहाँ प्रम्प्ट इन्जिनियर भनेर एउटा एजेन्ट नै रेडी गरेको छु। कुनै पनि विषयमा मलाई प्रम्प्ट चाहियो, म डाइरेक्ट यो एजेन्टलाई भित्र गएर कमान्ड दिन्छु, मलाई यस्तो रिजल्ट चाहिएको छ, इट विल गिभ मी द प्रम्प्ट एन्ड इट इज द बेस्ट वे। लाइक म अहिले चाहिँ कुनै पनि विषयमा जस्ट यो प्रम्प्ट इन्जिनियरबाट प्रम्प्ट जेनेरेट गर्छु र एआई को कुनै पनि मोडलमा म इन्ट्री गरेँ भने सेम एक्ज्याक्ट रेप्लिकेट रिजल्ट मैले पाउँछु। यहाँ मैले मेरो जरुरत र युजेसको हिसाबले केही जेम्सहरू रेडी गरेको छु। द कन्टेन्ट मेन्टर, युट्युब ग्रोथ अडिटर, यी सबै जेमहरूले मेरो अलग अलग पर्पज सर्भ गरिरहेको हुन्छ। म सबै जेमको बारेमा डिस्क्राइब गर्न चाहन्न आज, तर ती 3 जेम एजेन्ट जो मैले तपाईँलाई युज गरेर सुरुमा देखाएँ, ती एजेन्टहरू कसरी तपाईँले बनाउन सक्नुहुन्छ भन्ने विषयमा मात्रै मैले यो भिडियोमा कभर गर्नेछु। यो इन्टरफेसको राइट ह्यान्ड साइडमा तपाईँले यहाँ देख्नुहुन्छ न्यू जेम। न्यू जेममा क्लिक गरेर तपाईँले यहाँ यसरी जेम्स रेडी गर्न सक्नुहुन्छ। अनि यो इन्टरफेसमा तपाईँले यहाँ एजेन्टको नाम लेख्न सक्नुहुन्छ, कस्तो खालको जेम तपाईँले बनाउन चाहनुहुन्छ, डिस्क्रिप्सन तपाईँले यहाँ एड गर्न सक्नुहुन्छ र इन्स्ट्रक्सन तपाईँले यहाँ एड गरेर यहाँबाट सेभ तपाईँले गर्न सक्नुहुन्छ। तर म तपाईँलाई यहाँ मैले क्रिएट गरिसकेका जेम एजेन्ट विषयलाई डिकोड गरेर देखाउँछु। म मेरो पहिलो एजेन्ट स्क्रिप्ट पिडिएफ फ्याक्ट्री भन्ने छ, यसलाई म यहाँ क्लिक गर्छु एडिटमा क्लिक गर्न साथ तपाईँले देख्न सक्नुहुन्छ नेम सेक्सनमा मैले स्क्रिप्ट पिडिएफ फ्याक्ट्री भनेर एड गरेको थिएँ। मैले यो डिस्क्रिप्सन सेक्सनमा यो जेमबाट म के चाहन्छु भन्ने विषयमा एक्सप्लेन गरेको छु। लाइक जिरो कन्भर्सेसन टेक्स्ट टु पिडिएफ इन्जिन। म यहाँ के मेन्सन गरेको छु भन्दाखेरि जब मैले कुनै पनि युट्युब भिडियोको लिङ्क म यहाँ पेस्ट गर्छु, आई वान्ट जिरो कन्भर्सेसन। मलाई कुनै पनि एक्सप्लेनेसन चाहिएको छैन, तैँले चाहिँ एक्सप्लेन गर्न नथाले यो त्यो, डाइरेक्टली वाट आई वान्ट इज त्यो भिडियोमा भएको कम्प्लिट लेसन जो छ त्यो मलाई लेसन कपी गरेर तैँले यहाँ दिने हो। दिस इज द थिङ वी हेभ टु पुट देयर। ओके, एक्ज्याक्टली तपाईँ के चाहनुहुन्छ त्यो एजेन्टबाट क्लियर हुनुहोस् माइन्डमा र त्यही इन्स्ट्रक्सन तपाईँले त्यहाँ दिनुपर्ने हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा छ इन्स्ट्रक्सन। अब यो जेमले, यो एजेन्टले कसरी काम गर्ने, के रुल फलो गर्नुपर्छ भनेर इन्स्ट्रक्सन सेक्सनमा हामीले एड गर्नुपर्ने हुन्छ। भेरी लङ इन्स्ट्रक्सन मैले यहाँ दिएको छु, त्यस कारणले मात्रै यो एजेन्टले सही तरिकाले काम गर्छ। हामीलाई के लाग्छ भन्दाखेरि बेसिक 2-3वटा प्रम्प्ट दियो भने यसले बेस्ट काम गर्छ। नो, कुनै पनि एजेन्टले या कुनै पनि एआई मोडललाई सही तरिकाले काम गराउनको निम्ति हामीले ब्रिफ जति सकिन्छ त्यति इन्स्ट्रक्सन दिन सक्नुपर्छ। एन्ड नो वरी, यहाँ इन्स्ट्रक्सन सेक्सनमा तपाईँले धेरै लामो इन्स्ट्रक्सन देख्दाखेरि के लेखेको होला, यस्तो लेख्न म सक्दिनँ होला जस्तो लाग्छ भने कमेन्ट सेक्सनमा तपाईँले कमेन्ट गरेर मलाई बताउन सक्नुहुन्छ कुन प्रम्प्ट तपाईँलाई चाहियो। म एक्ज्याक्ट त्यो प्रम्प्ट तपाईँलाई प्रोभाइड गर्न सक्छु अनि तपाईँले त्यो प्रम्प्टलाई लिएर प्र्याक्टिस गर्न सक्नुहुन्छ र मोडिफाई गरेर आफ्नो हिसाबले आफ्नो प्रम्प्ट पनि दिन सक्नुहुन्छ। अनि नेक्स्ट छ डिफल्ट टुल। यहाँबाट हामीले कुन टुल युज गर्ने भनेर युज गर्न सक्छौँ। मैले कुनै पनि टुल युज गरेको छैन, यसलाई मैले डिफल्टमै छोडिदिएको छ। अनि नेक्स्ट नलेज सेक्सनमा तपाईँले यहाँबाट आफ्नो डिटेल फाइलहरू एड गर्न सक्नुहुन्छ। यहाँ मैले कुनै पनि फाइल एड गरेको छैन, तर अर्को जो थम्बनेल डिजाइन गर्ने जेम बनाएको छु, एजेन्ट बनाएको छु, त्यहाँ मैले धेरै फाइलहरू राखेको छु। मैले तपाईँलाई त्यो देखाउने छु। होल्ड अन। अनि फाइनली तपाईँले यहाँ अपडेट देख्नुहुन्छ, तर सुरुमा चाहिँ सेभ भन्ने अप्सन आउँछ। मैले यसलाई अपडेट गरेँ। होल्ड अन, वान मोर थिङ है त, मैले सायद मेरो प्रिभियस भिडियोमा यो बताउन बिर्सेको थिएँ। यदि तपाईँले आफ्नो मोबाइलमा जेमिनाईको एप्लिकेसन युज गरेर यी सबै कुरा गर्न चाहनुहुन्छ भने आइ एम सोरी टु से यु, एजेन्ट क्रिएट गर्नको निम्ति हामीले डेस्कटप भर्सनमै जानुपर्छ। मोबाइल एप्लिकेसनबाट हामीले यी खाले एजेन्टहरू बनाउन सक्दैनौँ। तर एकपटक बनाइसकेपछि भने मोबाइलबाट पनि युज गर्न सकिन्छ, तर क्रिएट गर्नको निम्ति भने तपाईँ डेस्कटप भर्सनमै जानुपर्छ है त। नेक्स्ट थम्बनेल आर्किटेक्ट, थम्बनेल डिजाइन गर्ने एजेन्टको विषयमा तपाईँलाई म देखाउन चाहन्छु। सेम अघिल्लो एजेन्टमा जस्तै गरेर मैले यहाँ थम्बनेल आर्किटेक्ट भनेर नाम दिएको थिएँ। एक्ज्याक्टली डिस्क्रिप्सन इन्स्ट्रक्सन तपाईँले दिनुपर्ने हुन्छ। र यहाँ नलेज सेक्सनमा आएर मैले पहिल्यै मेरो फेसको फोटोहरूलाई अपलोड गरेको थिएँ। डिफ्रेन्ट पोस्टमा हामीले 10वटासम्म फोटो यहाँ अपलोड गर्न सक्छौँ। त्यसैले यहाँ डिस्क्राइब योर इमेज सेक्सनमा आएर मैले कुनै पनि कुरा डिस्क्राइब गरेँ, लाइक आई वान्ट ह्याप्पी फेस, लाइक एङ्ग्री, स्याड, एक्साइटेड, कुनै पनि इमोसन मैले त्यहाँ एक्सप्लेन गरेँ र थम्बनेल लेखेँ भने एक्ज्याक्टली त्यसले मेरो फेस रेप्लिकेट गरेर त्यो खालको थम्बनेल डिजाइन गरेर दिन्छ। तपाईँले पनि यहाँ यस्तै गरेर नलेज सेक्सनमा गएर आफ्ना फोटोहरू अपलोड गर्न सक्नुहुन्छ। डिफ्रेन्ट पोजमा, फ्रन्टबाट लिनुहोस्, साइडबाट लिनुहोस्, डिफ्रेन्ट एङ्गलबाट तपाईँले फोटो सुट गर्नुहोस्, आफ्नो फेसलाई फोकस गरेर अनि तपाईँले त्यहाँ एड गर्नुहोस्। नेक्स्ट टाइम जसरी यहाँ मैले तपाईँलाई देखाएको थिएँ त्यसै गरेर त्यसले तपाईँको पनि थम्बनेल रेडी गरेर दिन्छ। एआईलाई सही तरिकाले युज गर्नको निम्ति यसलाई डिपली एनालाइज गर्ने ट्राई गर्नु, डिपली बुझ्ने ट्राई गर्नु। यत्तिकै 2-4वटा बेसिक प्रम्प्ट लेखेर एउटा फोटो जेनेरेट गरेर या कुनै पनि फ्लफी थिङ गरेर एआई आउँछ भन्ने भ्रममा नरहौँ। डिपली बुझ्ने ट्राई गर्नु। एआई को मस्ट युज के हो भन्दाखेरि एआई को युज गरेर हामीले टाइम बचाउनु पर्छ।
द्याट इज द मेन आइडिया। ओके, जुन प्रब्लमलाई सल्भ गर्नको निम्ति मलाई 1 घण्टा लाग्थ्यो त्यो प्रब्लमलाई सल्भ गर्नको निम्ति एआईको युज गरेर मैले 2 मिनट 3 मिनटमा गर्न सक्छु। स्क्रिप्ट लेख्नको निम्ति मलाई 4-5 घण्टा लाग्न सक्थ्यो। थम्बनेल डिजाइन गर्नको निम्ति मलाई 1-2 घण्टा लाग्न सक्थ्यो। बट नाउ आई क्यान डु इट विदिन मिनट। म कुनै पनि पोडकास्ट हेर्न सक्छु, कुनै पनि बिग क्रिएटर छ उसको कन्टेन्टलाई हेरेर त्यस्तै खालको कन्टेन्टको स्क्रिप्ट म रेडी गर्न सक्छु। दिस इज वाट आई एम ट्राइङ टु एक्सप्लेन यु इन दिस भिडियो। कुनै पनि एआई मोडललाई एउटा बेसिक गुगल सर्च इन्जिन जस्तो मात्र नभएर आफ्नो पर्सनल एसिस्टेन्टको रूपमा कसरी युज गर्न सकिन्छ भन्ने कुरालाई फिगर आउट गर्नुहोस्, डिपली अध्ययन गर्नुहोस्। एन्ड आई हेभ अलरेडी मेन्सन कि यदि तपाईँ एआईको बारेमा डिपली अध्ययन गर्न चाहनुहुन्छ र एआईको युज गरेर फाइनेन्सियल फ्रिडम पाउन चाहनुहुन्छ भने दिस च्यानल, ओके, आई एम गन सो यु द रोड म्याप। एक्ज्याक्टली जो कुरा मैले फलो गरिरहेको छु, मैले भिडियो बनाउनको निम्ति मात्रै यस्ता बेसिक 2-3 वटा टिप्स सिकेर आइरहेको छैन। ओके, म डिपली एआई बुझ्न चाहन्छु। यदि तपाईँ जेन्युनली एआईलाई सिक्न चाहनुहुन्छ भने तपाईँ यो च्यानलमा कनेक्टेड रहनुहोस्। म एआईको विषयमा र फाइनेन्सियल फ्रिडम हामीले कसरी पाउन सक्छौँ एआईलाई युज गरेर भन्ने विषयमा एउटा रोड म्याप तयार गर्दैछु आफ्नो निम्ति पनि। तपाईँले पनि सेम कुरालाई कपी गरेर आफ्नो रोड म्याप रेडी गर्न सक्नुहुन्छ। एन्ड आई थिङ्क दिस मच फर टुडे। यदि तपाईँलाई यो भिडियोमा कुनै पनि सेक्सनमा केही कन्फ्युजन भयो भने तपाईँले मलाई कमेन्ट सेक्सनमा सोध्न सक्नुहुन्छ र अलरेडी मैले कोर्स रेडी गरेर अपलोड गरेको छु, त्यो कोर्स पनि तपाईँले भिजिट गर्न सक्नुहुन्छ। लेट्स लर्न टुगेदर एन्ड ग्रो टुगेदर। सी यु सुन इन नेक्स्ट भिडियो। Bye.